संगीला क्याप्सुचे छेला क्याप्सुचे केदेनला क्याप्सुचे नमस्ते टासिदेलेक फ्यापुला छाजालो म जर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र आजको यो भिडियो भने हामीले जानी नजानी अरूको कुरा काट्यौं या अरूको बारेमा गलत कुराहरु फैलायौं भने त्यसले के हानि पुर्याउँछ है र त्यो कतिको नराम्रो हो र त्यस विषयमा गौतम बुद्धले के भन्नुहुन्छ भनेर त्यसको विषयमा आजको यस भिडियोमा म तपाईहरुलाई भन्ने छु र सर्वप्रथम बुद्ध धर्मको मूल भाव के हो भनेर त्यो भन्न चाहन्छु। बुद्ध धर्मको मूल भाव भनेको चाहिँ हामीले कसैलाई हानि नपुर्याउनु, कसैलाई दुःख नपुर्याउनु, कसैलाई दुःख नदिनु र सबैको भलो गर्नु, त्यो चाहिँ बुद्ध धर्मको मूल भाव त्यो हो। र अब किन भन्दाखेरि सबभन्दा ठुलो कुरा चाहिँ अब हामीले कसैको कुरा काट्नु भएन है, कसैको पीठ पछाडी कुरा गर्नु हुँदैन। किन भन्नु पर्दाखेरि चाहिँ किन चाहिँ अब अरूको कुरा काट्नु हुँदैन, किन चाहिँ अरूको पीठ पछाडी कुरा गर्नु हुँदैन भन्दाखेरि तपाई हामी गलत पनि हुन सक्छ। त्यो चाहिँ एकदम डरलाग्दो चीज मलाई लाग्यो है। तपाई हामी गलत पनि त हुन सक्छौं नि। र यदि तपाई हामी गलत हुनुहुन्छ र कसैले अब तपाईको हाम्रो है, तपाईको मेरो हाम्रो कुरा सुनेर चाहिँ कसैले त्यो कुरा विश्वास गर्यो भने त्यो भन्दा ठूलो पाप केही छैन भनेर म तपाईहरुलाई भन्न चाहन्छु। र किन भन्दाखेरि यस विषयमा गौतम बुद्धले पनि भन्नुहुन्छ कि म जस्तै यानी गौतम बुद्ध जस्तै अरु बुद्धहरूले सही र गलत के हो भनेर भन्न सक्छ र छुटाउन सक्छ। तर सामान्य मान्छे हामी जस्तो है, तपाई हामी जस्तो, हामी सामान्य मान्छे हो नि त। तपाई हामी जस्तो सामान्य मान्छेहरूले सही र गलत के हो भन्नु सक्दैन र छुटाउन सक्दैन। किनभने सामान्य मान्छेबाट गलत पनि हुन सक्छ भनेर गौतम बुद्धले भन्नुभएको छ। टिबेटनमा भन्नुपर्दा नादाङा ठवे कांसागी छे सुंगी कांसागी कांसाला छे मिसुङदे न्याम्बर घिर्तारे भनेर टिबेटनमा त्यसरी भन्नुभएको छ। अब यो कुरा चाहिँ हामीले मनमा राख्नु पर्यो नि त है। हामीले कसैको एउटा होलिया या यानी कसैको बोली सुनेर, कसैको गराई देखेर मात्रै 100% त्यो मान्छे यस्तो रहेछ भनेर चाहिँ हामीले भन्न सक्दैन नि त है। गौतम बुद्ध आफैले भन्नुभएको छ। किन भन्दा तपाई हामी गलत पनि हुन सक्छ। देखेको जस्तै जस्तो हामीले देखिरहेका छौं त्यही नै हो भनेर भन्न सक्दैन भनेर चाहिँ गौतम बुद्धले भन्नुभएको छ है। र किन भन्दाखेरि यदि अब कसैले कुनै एउटा अब मान्छेको बारेमा कुरा काट्दै छ भने अब त्यो कुरा सही हो कि हैन थाहा नपाइकन, नबुझिकन, सही हो कि हैन नजाचिकन सत्य मानेर यदि विश्वास गर्यो भने त्यो भन्दा ठूलो मूर्खता केही छैन भनेर भन्न चाहन्छु। अरूको कुरा मात्रै सुनेर कुनै एउटा फलानो मान्छेको बारेमा चाहिँ हामीले त्यो मान्छे यस्तो रहेछ भनेर त्यो मान्छेको बारेमा 100% त्यो मान्छे यस्तो रहेछ भनेर एउटा ठान्नु, विश्वास गर्नु चाहिँ त्यो भन्दा ठूलो मूर्खता केही छैन रहेछ भनेर तपाईहरुलाई भन्न चाहन्छु। किन भन्दाखेरि हामी मान्छे भनेको यो संसारभरि कति प्राणीहरु छन् हैन। त्यो संसारभरि भएको प्राणी भित्र हामी मान्छे भनेको चाहिँ एउटा एकदमै खतरा यानी विवेक भएको, बुझ्न सक्ने, सोच्न सक्ने, जाँच्न सक्ने शक्ति भएको चाहिँ प्राणी हो नि त है।
र त्यस्तो शक्ति भएको मान्छेले, त्यस्तो एउटा सोच्न सक्ने, बुझ्न सक्ने, जाँच्न सक्ने क्षमता भएको प्राणी मान्छेले चाहिँ अरूको मात्र एउटा कुरा सुनेर अरूको विषयमा 100% यो हो भनेर ठान्नु भनेको त्योभन्दा मूर्खता त केही भएन नि है। त्योभन्दा ठुलो पाप पनि केही भएन हो, त्यो भन्न चाहन्छु। र यदि अब कसैको बारेमा कुरा हुँदैछ है, कसैको बारेमा एउटा गलत कुरा हुँदैछ भने हामीले के गर्नु पर्यो भन्दा, जस्तै एउटा फलाना मान्छेको बारेमा एउटा कुरा हुँदैछ भने है, एउटा राम भन्ने एकजनाको, एउटा राजु भन्ने एकजना व्यक्तिको बारेमा कुरा हुँदैछ भने, गलत कुरा हुँदैछ भने त्यही राजु भन्ने मान्छेकोमा गई सोधपुछ गर्ने। उसलाई कुरा लाउनु पनि होइन कि त्यो मान्छेले तिम्रो बारेमा त्यस्तो भन्दैछ भनेर भन्नु पनि पर्दैन। यति मात्र सोध्नु पर्यो, बुझ्नु पर्यो कि सही कुरा के रहेछ, उसँग के भएको रहेछ भनेर त्यो कुरा चाहिँ बुझ्ने प्रयास गर्नु पर्यो है। हामीले गर्न सक्ने भनेको प्रयास हो नि त। हजुर, त्यो बुझ्ने कोसिस गर्ने र यदि कुनै गलत कुरा बुझेको रहेछ अथवा मिसअन्डरस्ट्यान्डिङ भएको रहेछ भने तपाईँले गएर त्यो अरूलाई पनि बुझाउने, ए होइन रहेछ है, त्यो फलाना मान्छे खास चाहिँ त्यस्तो होइन रहेछ है भनेर बुझाउने। त्योभन्दा ठुलो धर्म चाहिँ केही छैन है भनेर भन्न चाहन्छु। र अब अघि मैले पहिले नै भने चाहिँ बुद्ध धर्मको मूल भाग भनेको अरूको भलो गर्ने, अरूको भलाइ गर्ने र अरूलाई हानि नपुर्याउने हो नि त है। र यदि तपाईँले अब कुनै एकजना व्यक्तिको बारेमा एउटा गलत कुरा फैलाउँदै छ भने त्यो कुरा सुनेर अब जति पनि मान्छेहरूले चाहिँ विश्वास गर्छन् है, ए त्यो अब सत्य मान्छन्, त्यो मान्छेले पनि त्यो फलानु व्यक्तिको बारेमा चाहिँ नराम्रो सोच्छ नि त है, नराम्रो सोच्न थाल्छ नि त। ए त्यो मान्छे त नराम्रो हो भनेर सोच्न थाल्छ नि त। त्यही भएर मलाई के लाग्छ र म के विश्वास गर्छु भन्दा, हामीले जिस्किँदै पनि अरूको बारेमा नराम्रो कुरा गर्नु हुँदैन। अरूको बारे जिस्किँदै पनि अरूको बारेमा नराम्रो कुरा गर्नु भएन। गफमा अरूको बारेमा गलत कुरा गर्नु भएन है। त्यो तपाईले त गलत अब गफमा यानी जिस्किँदै गरेको कुरा चाहिँ कुनै एकजना सुन्ने मान्छेले चाहिँ सही मान्यो भने है, त्यो त एकदम गलत भयो नि त। त्यही भएर चाहिँ यस्तो पनि गफ यानी जिस्किँदै पनि अरूको विषयमा गलत कुरा नगर्नु, नराम्रो कुरा नफैलाउनु भनेर म भन्न चाहन्छु। अब एउटा इङ्ग्लिसमा एउटा भनाइ छ, malicious gossip can even kill someone। सुन्नु है, अब यसको मतलब यदि तपाईले कसैको बारेमा एकदमै नराम्रो कुरा फैलाउँदै हुनुहुन्छ भने त्यसले कसैको जान पनि लिन सक्ने क्षमता राख्छ भनेर भन्नुहुन्छ है। यदि तपाईले कसैको बारेमा त्यो मान्छे यस्तो रहेछ, त्यो मान्छेले यस्तो गर्यो त्यस्तो गर्यो भनेर एउटा एकदमै नराम्रो, एकदमै सोच्नै नसक्ने कुराहरू फैलाइदियो, एउटा समाजमा फैलायो भने त्यो गफमा गरेको कुराले चाहिँ त्यो फलानु व्यक्तिको जान पनि लिन सक्छ भनेर, जान पनि लिनमा, आफ्नो जान लिनमा पनि मजबुर गर्छ भनेर, गर्न सक्छ भनेर चाहिँ भनेको छ। यो यतिकै भनेको होइन नि मान्छेले, यो संसारमा कति ठाउँमा चाहिँ यस्तो घटना घटिरहेको छ। त्यही भएर चाहिँ हामीले अरूको बारेमा कुरा गर्नु भनेको चाहिँ हामीले एकदमै, चाहे त्यो राम्रो कुरा होस् कि, तर हामीले एकदमै बुझेर जानेर गर्नुपर्ने रहेछ भनेर तपाईहरुलाई भन्न चाहन्छु है। र त्यसैले कसैको बारेमा नराम्रो कुरा नफैलाऊ, नराम्रो कुरा नगरौँ, कसैलाई हानि नपुर्याऊ। देखेको र सुनेको कुरा सबै सही हुँदैन है, त्यो याद राखौँ। सही कुरा के हो भनेर बुझ्ने प्रयास गरौँ हो। यो चाहिँ म यो आजको यस भिडियो मार्फत चाहिँ म तपाईलाई त्यो भन्न चाहन्छु। र अन्तमा एउटा बुद्धको एउटा टिबेटन बुद्धले के भन्नुभएको छ भने, पहिले म टिबेटनमा भन्छु, खेलोङ दागम खेनम कि सेक्जे धर्वे सरी सिन्धु लेखपर ताक्ला गाइका लाङवर छाइ घुइछिर मिन भनेर भन्नुभएको छ। यसको अर्थ के हो भन्दाखेरि
अब अघि मैले भने नि अरूको कुरा सुनेर त्यसलाई विश्वास नगर्नु हैन, आफूले जाँच्ने, आफूमा जाँच्ने, त्यो कुरा सही हो कि होइन बुझ्ने आफ्नोमा क्षमता छ त्यो बुझ्ने प्रयास गर्ने भने नि। अब गौतम बुद्धले के भन्नुहुन्छ सुन्नु है त। गौतम बुद्ध भन्नुहुन्छ सबै भिक्षुहरू र विद्वानहरू है, जसरी हामीले एउटा सुनलाई, सुन चाँदी हुन्छ नि सुन, जसरी हामीले एउटा सुनलाई त्यो सुन सही हो कि होइन राम्रो छ कि छैन भनेर त्यसको हामीले जाँच गर्छौँ नि, त्यसलाई आगोमा जलाएर हुन्छ कि त्यसलाई काटेर टुक्रा टुक्रा बनाएर हुन्छ कि त्यसलाई मारेर हुन्छ कि, जसरी हामीले एउटा सुन चाहिँ राम्रो हो कि होइन भनेर सही हो कि होइन भनेर त्यसलाई जाँच गर्छौँ, त्यसै गरी म यानि बुद्ध भगवान, म यानि सिद्धार्थ गौतम बुद्ध, मैले भनेको कुराहरू पनि तपाईहरूले त्यो कुरा सही हो कि होइन, त्यो कुरा राम्रो हो कि होइन भनेर जाँच गर्नु भनेर भन्नुभएको छ। म यानि गौतम बुद्धले भनेको हो भन्दैमा तपाईहरूले त्यसलाई सही मानेर जानुपर्छ, सही मान्नुपर्छ भनेर होइन रे। त्यो कुरालाई जाँच गर्नु, त्यो कुरालाई बुझ्नुस्, त्यो कुरालाई बुझ्ने प्रयास गर्नुस् भन्नुभएको छ। अब यदि गौतम बुद्ध जस्तो महान व्यक्तिको कुरालाई हामीले जाँच्नुपर्छ भने तपाईँ हामी जस्तो एउटा सामान्य, चाहे एउटा स्कुलको टिचर होस्, समाजको एउटा नेता होस् है, जो नै होस्, उहाँहरूको कुरामा हामीले झन् जाँच्नुपर्ने, बुझ्ने प्रयास गर्नुपर्ने रहेछ भनेर तपाईँहरूलाई आजको यस भिडियोमा म त्यो भन्न चाहन्छु। र हस् त नि, अब आजको यस भिडियोमा मैले तपाईँहरूलाई अरूको कुरा काट्ने यानि अरूको बारेमा नराम्रो कुरा फैलायो भने त्यस विषयमा गौतम बुद्धले के भन्नुभएको छ भनेर त्यसबारे मैले भिडियो बनाएको हुँ है। र यसै गरी तपाईँहरूलाई पनि अब बुद्ध धर्म सम्बन्धित अरू केही विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला है। र भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। र यो भिडियोलाई तपाईँहरूको साथीभाइहरूलाई सेयर गरिदिनु होला है, लाइक गरिदिनु होला। र भिडियो पहिलोचोटि हेर्नु हुँदैछ भने सब्सक्राइब गरिदिनु होला। हस् त अनि फेरि पनि अर्को भिडियोमा भेटौँला। हस्, धन्यवाद।